अब सुइस लाग्दैन। यहाँ पनि पानीको धारा आउँछ कि आउँदैन किन नआउँथ्यो र। हरेक 200 मिटरमा चाहिँ एउटा धारा हुँदो रहेछ कि यहाँ। यो डाँडामा गइदिनु पर्यो। अब यो रोड जाँदो रहेछ कि पिच रोड जहाँ त मिल्न परिगयो नि। चस्मा बिनाको आँखा र रुख बिरुवा बिनाको पाखाको के अर्थ होइन? अच्छा यो फाङ्ग्यालाई सोध्नु पर्यो। आइ नि हाउ फाङ्ग्या 这边可以进去吗？不可以。对。साला不可以不可以。यसो गइदिउँ भनेको भएन। यो जनावर त छैन यार, पुतली रहेछ। साइकल चलाउन पाइएन, आगो फुक्न पाइएन, बोट बिरुवा चुड्न पाइएन। के हो यो स्प्रे के देखाएको यो त मैले जानिनँ। कुकुरलाई हगाउन पाइएन, टेन्ट बनाएर सुत्न पाइएन। तलको के हो त्यो हात देखाएको मटा यहाँ हल्ला गर्न नि गीत बजाउन नपाइँदो रहेछ त्यसका। अब हामी यहाँ आराम गर्छ एकछिन। चौतारा हो यो, मकको चौतारा। यो चाहिँ बस्ने ठाउँ। ल आराम नि गरियो। अब हिँडेको फेरि यहाँ यस्तो रहेछ कि बाटोमा फेरि एक्सर्साइजवाला जस्तो लाग्यो। ट्राई हान्दिनु त त्यसका। अब कस्तो हुँदो रहेछ। मैंने पहलवानी जरूर छोड़ी है पर लड़ना नहीं भूला। एउटा रोटी हालिदिने, उताबाट आइयो यताबाट गइदिने। अब जङ्गल सफरी लगभग सकिन लाग्यो। बजारतिर छिर्छु अब म।